अक्लाएर पुरानो मोडलको स्कुल छ कि यहाँ ढोस्टे रमाइलो भिडमा त बेजती भयो यहाँ त। सो हेलो गाइज वेलकम ब्याक टु आवर माई न्यू भिडियो होइन। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु होइन। अब त्यही हो, म चाहिँ आज भार्से जान्छु होइन। दुईवटा बाइकमा जान्छौँ हामी, चारजना भएर। कस्तो हुन्छ हाम्रो राइड आज हेर्दै गरिदिनु होला है त। बाइक चाहिँ यहीँ छ अक्लाएर, बाइक चाहिँ सेक्सी देखिएछ गाइज होइन। त्यही हो, अब अहिले बाटोमै भेटौँला है त गाइज, बाटोमै कुरा गर्दै जाउँला होइन। त्यही हो, म चाहिँ अब हिँड्ने, हामी दुईजना हो, एउटा चाहिँ गाडीमा हिँडिरहेछ। जानु एउटा पछाडि आइरहेछ होइन। अनि सबैजनालाई ह्याप्पी न्यु इयर होइन गाइज। सबैजनालाई ह्याप्पी न्यु इयर गाइज। अनि म चाहिँ के भन्न चाहन्छु भने सबैजनालाई थ्याङ्क यू मेरो 123 पुऱ्याइदिएकोमा। सब्सक्राइबर टिकटकदेखि धेरै, सबै टिकटकदेखि आउनुभएको छ मेरो युट्युबमा हेर्नलाई होइन। सबैजनालाई मनदेखि नै धन्यवाद। अनि म चाहिँ यो भिडियो बनाउँदैछु आज भार्से जानलाई। 4जना भएर जान्छौँ हामी भार्से चाहिँ होइन। मेरो लुकिङ ग्लास छैन गाइज होइन, गाउँतिर चाहिन्न केही पनि, हामीलाई केही छैन। एप्पल आएर सरकारदेखि अझै 2जना जान्छ। अनि यहाँदेखि हामी 2जना हिँड्नेछौँ। हेर्दै गरिदिनु है त कस्तो हुन्छ भिडियो। कमेन्ट गरिदिनु भएको थियो सबैजनाले राम्रो छ भन्दै। म धेरै मोटिभेट भइसकेको छु होइन गाइज। अब चाहिँ केही गर्नुपर्छ, अझै भिडियो बनाउँछु म। जस्तो जे भए पनि म हालिदिन्छु गाइज होइन। त्यही हो, हेरिदिनु पऱ्यो, लाइक कमेन्ट गरिदिनु पऱ्यो होइन गाइज। टिकटकदेखि चाहिँ धेरै सपोर्ट आयो मलाई, त्यो चाहिँ मलाई धेरै खुसी लाग्यो होइन। तेल राख्न जानुपर्ने हुन्छ टक्क लाएर। पछिल्लो चाहिँ कभर छैन आज को वर्ष पछाडि पुरै रुट्ने भयो नि त गाइज, हिल्लो मैले निकालेको नि त कभर होइन। हामी चाहिँ अब चोरकाटे आइयो। म चाहिँ अस्ति बुटोल गएको थिएँ अनि उहाँ फेरि भल गराउनै पाएन कि पानी हिँडेको। अब भिडियो अब गोप्रो छैन, फोनदेखि बनाउने भिडियो तनाव छ गाइज होइन। त्यही भएर त्यो भिडियो बनाउनु पाएन मैले, त्यसको लागि सरी। तर आज चाहिँ बवाल हुन्छ गाइज, हेर्दै गरिदिनु होला मेरो भिडियो। हेर्नुहुन्छ थाहा छ मलाई, माया छ धेरै टिकटकहरूलाई पनि, टिकटक युजरहरूलाई, मेरो फलोवर्सहरूलाई, सबैजनालाई माया छ मनदेखि नै होइन। यस्तै गरी सपोर्ट गरिदिनु। त्यही हो गाइज। सो गाइज हामी चाहिँ चोरकाटे हिँड्ने, अब चितपानतिर लाग्छौँ। केटाहरूलाई भेट्यो, अब केटाहरूसँग जानुपर्छ। अगाडि चाहिँ एउटा गइसक्यो, हामी चाहिँ पछाडि छौँ। म पछाडि नै एउटा बसिरहन्, एउटा भण्डारी। के भल गर अरे केही होइन, एसपी भलक होइन गाइज। बाटो चाहिँ खत्तम छ, यस्तो छ पुरै। अब थेचारिँदै जाने हो गाइज होइन। तर काटेको भ्यू देख्न सक्नुहुन्छ गाइज होइन। राम्रो छ राम्रो होइन। के साथ दोहोरी गयो, माथि पुग्यो क्या यो त। कति ढुङ्गाले चाहिँ पुरै थेचार्यो यहाँ।
कहाँ कहाँदेखि हेर्नुहुन्छ सबैजनाले कमेन्ट हानिदिनु नि त टक्क लगाएर। अरू भन्दा नि मलाई खुसी लाग्छ 100 पुगिसक्यो मेरो सब्सक्राइबर। दुई दिनमा 100 सब्सक्राइबर पुगिसक्यो गाइस मेरो। पहिला त्यति धेरै पनि थिएन, तर 24 घन्टाभित्र त कति धेरै बढेको। सबै टिकटकको भिडियोले बढाइदिएर भने त्यस्तै गरी युट्युबमा नि माया देखाइदिनु पर्यो गाइस होइन। डेली भिडियो त भन्न सकेन, काम हुन्छ घर पनि होइन। जे भए पनि म भिडियो हाल्दै गर्छु गाइस, हेरिदिनु पर्यो सबैजनाले। ओए बाटो खत्तम रहेछ गाइस, सबै अफरोड हुन्छ आज त पुरै। अझै भार्से जाने हो, अझै कति टाइम लाग्छ हेर्दै गरौँ। मेरो चाहिँ पछिल्लो कभर छैन, पछाडि चाहिँ मेरो साथी बसिरहन्। तिनी पुरै हिल्लै हुने भयो अब हिलोमा। अरू भन्दा पनि पानी नपर्दै हुन्छ, भगवान् पानी नपरोस् आज त। आज न्यु इयरको दिन पानी पऱ्यो भने झन् तनाव पनि सकाइ। अझै भाट्से पुग्ने हामी त। मलाई धेरै खुसी लागेछ तपाईँहरूको माया पाएर। यस्तै गरी साथ सपोर्ट देखाइदिनु अझै। म भिडियो हाल्दै जान्छु, राम्रो भयो हेरिदिनु, नराम्रो भए पनि हेरिदिएर लाइक कमेन्ट छोडिदिनु होला गाइस। जस्तो हुन्छ जस्तै हेल्प पोस्ट चितपानीमा नि होस् हेल्प पोस्ट बनेछ गाइस। अब चाहिँ सजिलो हुनुभयो मान्छेहरूलाई पनि। यहाँदेखि जान्छ बाटो ढलाइ गरेर छैन बाटो, यत्रो घुम्न पर्यो फेरि गाइस। केही छैन, त्यही हो भिडियो लामो हुन्छ कि अब कस्तो हुन्छ मिलाएर एडिट गर्नुपर्छ गाइस। एउटा भिडियो पोस्ट गर्न पनि 6 घन्टा लाग्छ, के भन्ने गाह्रो छ। ल्यापटप छैन होइन, अब पिसी भए पो ड्याममा लाएर क्वालिटीमा पोस्ट गरिदिने हुन्थ्यो। अब क्वालिटी पनि खै कस्तो आउँछ गाइस। जस्तो भए पनि हेरिदिनु होला, त्यही हो। आशा छ सबैजनाले मलाई माया गर्नुहुन्छ भनेर होइन। चितपानी आयो चितपानी होइन, मलाई डबल भन्ने बानी लाग्यो कि त मिस्टेकली भइहाल्छ गाइस होइन। जस्तो जे भए पनि पछि इम्प्रुभ हुँदै जान्छ, केही छैन। ओइ होइ अरू भन्दा नि बाटो खत्तम रहेछ गाइस, छिटोभन्दा छिटो पुग्नु पर्ने हुन्छ हामीलाई। ओइ होइ बाटो चाहिँ डेन्जर छ गाइस होइन। देख्न सक्नुहुन्छ बाटो, हाम्रो गाडी दुईमा तानिन्छ कि ठाडो उकालो पनि। यत्तिको पावर चाहिँ हुनुपर्छ बाइकमा। सो गाइस म चाहिँ अब माथि गएर भिडियो बनाउँछु है त। बाटो खत्तम छ कि जाने अप्ठ्यारो। माथि गएर भेटौँला है त गाइस। सो गाइस हामी चाहिँ माथि आइपुग्यो होइन। तल चाहिँ चितपानीको भ्यू हेर्न सक्नुहुन्छ, पुरै चितपानीको चितपानीको गाउँ है गाइस। टक्क लगाएर चितपानीदेखि हेर्नुहुन्छ होला मेरो भिडियो। सबैजनाले हेरिदिनु पऱ्यो अझै होइन, कमेन्ट पनि गरिदिनु पऱ्यो होइन। टक्क लगाएर हामी चाहिँ अब माथि जान्छौँ। पुरै बाटो बनाएको रहेछ अहिले त, पुरै सिमेन्ट लगाइदिएको रहेछ गाइस, त्यही भएर सजिलो भयो हिँड्न पनि। यहाँदेखि त पुरै अफरोड हो होइन र। बिचमा पनि हान गाइस। बाटो चाहिँ देख्न सक्नुहुन्छ पुरै खत्तम छ बाटो। भिडियो चाहिँ कस्तो भएको नि, एङ्गल चाहिँ मिलियो कि नै त थाहा भएन गाइस। जस्तो भयो पनि एडजस्ट गरेर हेरिदिनु होला। ए बाटो त दुई पनि तानिन्छ कि गाइस। पुरै यस्तो खत्तम छ बाटो, त्यही पनि दुईमा गएको रहेछ गाडीहरू गाइस होइन। म चाहिँ बोलेन है, अब अप्ठ्यारो छ कि बाटो, बोल्नै गाह्रो पर्ने भने। ओए खाल्टो छ त हैट, टायरै स्लिप हुन्छ त हैट। मेरो माउलो नि जुन्ने हो गाइस होइन। माउलो जाँदाखेरि सानैमा खुब हिँड्ने हो नि त यो बाटो। सर्टकट बाटो जान्थ्यो यहाँबाट, फेरि
सर्टकट बाटो निक्ल्यो ठाडै। पहिला त अझै यो मोटर बाटो पनि थिएन, सर्टकट बाटो गयो। सानैको दिनहरू पनि खुब रमाइलो हुन्छ गाइज होइन, अनि खुब रमाइलो हुन्थ्यो नि। यो बाटो त केही जस्तो लाग्दैन थियो कि हिँड्दाखेरि त होइन, हिँड्दाखेरि त केही लाग्दैन थियो पहिला पहिला, अहिले त धौ हुन्छ, हिँड्नै गाह्रो हुन्छ। अनि सिद्धार्थान उहाँबाट दुग्रो फेरि उताबाट हिँड्दै अहिले त बाटो बन्यो, गाडी जान्छ, बाइक छ होइन गाइज, हिँड्न पऱ्यो होइन, त्यही हो। ओए अब चिप्लिन सक्छ गाइस टायर होइन, पातमा पुरै पातै पात छ यहाँ। यहाँबाट पनि देखिन्छ गाइस, यस्तो बवाल भ्यू देखिन्छ यहाँ पनि। पुरै डरे खोला हो गाइस, पुरै डरे खोला। यहाँ तल चितपानी छ, उता खोल्ला रुख, उता उल्ली खोला गाइस होइन, पुरै डरे खोला। यहाँ चाहिँ पुरै कालो खोला बग्छ कि, पुल बन्दैछ गाइस होइन। ए के गर्छ यसले, पुरै हल्ले छ। त्यो गाइस देख्न सक्छ, यस्तो बवाल भ्यू देखिन्छ नि यहाँबाट। तर क्यामेराले चाहिँ देखियो कि नै थाहा भएन होइन, साथी चाहिँ हेर्दै मलाई हाँसिरहेछ। म बोलेको देखेर हाँसिरहेछ। केही छैन, भेजे धान कति हान्छस्, हाँस मेरो नि सब्सक्राइबर छन् जति पनि सपोर्ट गर्ने। रोक म जान्छु अगाडि, जा। यसको बाइक फेरि साह्रै पड्किने भने प्याट पड्के। थ्याङ्क यू मेरो सब्सक्राइबर, मेरो टिकटकमा फलोवर्स बढाइदिएकोमा। यस्तै गरी माया देखाइदिनुहोस् होइन, म अझै हाल्दै गर्छु भिडियो। त्यही हो, अब चाहिँ थोरै माथि गएर म भिडियो बनाउँछु है त। यहाँ जङ्गल भयो कि, अप्ठ्यारो भयो बाटै, बोल्न पनि कस्तो गाह्रो हुने। यहाँ पनि राम्रै छ भ्यू। अगाडिको डाँडा चाहिँ सिद्ध बाबा हो गाइज होइन, त डाँडा चाहिँ पुरै सिद्ध बाबा हो। ओइ खाल्टो रहेछ। यहाँ चाहिँ यस्तो बवाल छ गाइस बस्नलाई, त्यहाँ माथि बस्ने ठाउँ छ होइन, अनि यहाँ तल चाहिँ यस्तो के छाङ्गै छ पुरै। तर क्या चिसो भाइब्स आयो के, पुरै चिसो हानिरहेको छ कि, यस्तो बवाल छ गाइस होइन। पुरै हरियाली देखियो गाइस, पुरै हरियाली। यस्तो भए पो रङ्ग लाउँछ त होइन गाइस। सो गाइस हामी चाहिँ तल आइपुग्यो होइन, तलको गाउँ चाहिँ यही हो, तोला, नाम पनि तोला। पुरै माथिसम्मै गाउँ छ यहाँ फेरि होइन गाइस। यो यस्तो चिसो आइरहेछ नि, हावा पनि सर हावा चलेर। के भयो फेरि, चिसो हावा चलेको कि यहाँखेरि। साथीलाई चाहिँ जाडो भएछ, अनि पुरै गर्मी भएर ज्याकेट खोलिरहेको थियो, अहिले चाहिँ जाडो भएछ। यहाँ चाहिँ पोखरी छ, कति फोहोरो पानी हो यहाँ त। ए दामी भ्यू देखिँदैछ। सो गाइस होइन, यो जुन्या भन्ने चाहिँ यही है, तकलाएर। मेरो चाहिँ यतापट्टि माउलो छ, तल चाहिँ उल्ली खोला देखेको रहेछ, उता टाटिम होइन, टाटिम छ। यस्तो बवाल भ्यू छ दाइ। सो गाइस हामी चाहिँ के भन्छ यो डट्छौँ है। खत्तम रहेछ बाटो, टेकन आइदियो यहाँ त। यस्तो हल्लिरह्यो भने सो गाइस हामी पनि आइयो पोखरीमा, जुनियाको पोखरी है यो त। जुनिया आइयो जुनिया, अब चाहिँ भार्से जानुपर्ने हुन्छ होइन। अनि गाइस अब चाहिँ भार्से गएर भेटौँला है त। सो गाइस होइन हामी चाहिँ भार्से आइयो, भार्से होइन, धोक गरिदिउँ टक्क लाएर, रक्षा गरून् भगवान्ले। त्यही हो गाइस। भार्से आइपुग्यो गाइस होइन। भार्सेको गाउँ चाहिँ हेर्न सक्नुहुन्छ, पुरै वहाँदेखि ल्याएर यहीँसम्म पुरै। हामी चाहिँ अब टक्ला यताबाट जानुपर्ने हुन्छ। ओइ हिलो रहेछ, ए बाटो खत्तम छ बाटो, पुरै ढुङ्गा छ गाइस होइन, पुरै ढुङ्गा के खोला हो नि त यो त अझै।
भार्सेको स्कुलमा चाहिँ के हो यस्तो गाइस केटाहरू सबैजना आएको रहेछ यहाँ त यस्तो रमाइलो रहेछ यहाँ है त्यही तो गाइस हामी चाहिँ भार्से आउन लाग्यो होइन भार्से अरे सरी देउराली भार्से त कटिसक्यो अब देउराली आउन लाग्यो होइन बाटो चाहिँ खत्तम थियो कि तल म भिडियो बनाएन तल चाहिँ चाहिँ भिडियो बनाउँछु गाइस होइन माथि अब आउनु लाग्यो फाइनली हामी भार्सेको देउराली आइपुग्यो होइन ए के साह्रो भिड हो बे यहाँ त सो गाइस देख्न सक्नुहुन्छ पुरै भिड छ आज त पुरै भिड खै के साह्रो यस्तो भिड गाइस बाइक चाहिँ यहीँ राख्नुपर्ने हुन्छ हामीले होइन सो गाइस हामी चाहिँ भार्से आइपुग्यो भार्सेको देउराली भन्ने ठाउँमा होइन गाइस वाह पुरै भिड छ यहाँ त पुरै भिड के साह्रो भिड यस्तो अनि हुने भन्दा अनि यति त ए साह्रो भिड यस्तो फर्स्ट टाइम हो यस्तो भाषामा भिड भएको यस्तो भिडियो राखेको अनि कन्फिडेन्ट आइहाल्छ नि हाम्रो जसरी भए पनि अनि कमेन्ट हाल्दै थियो मैले पनि राखिदिएँ होला नि कि मेरो पनि झन् भाइरल हुनु म त्यसै भाइरल झन् भाइरल गाइस देख्न सक्नुहुन्छ गाइस ल पोज देऊ न म भिडियो बनाइदिन्छु भयो यो त अति नै भयो गाडीको त बेजतै भयो यहाँ त पचतै भयो मेरो बा के साह्रो भिड यस्तो तीनटा गाडी त पुरै ब्याग छ कहाँदेखि आएको होइन सो गाइस होइन हामी चाहिँ यहाँ भार्से आएको छौँ भार्से त आयो कि होइन भिड यति धेरै छ यहाँ भिड यति धेरै छ गाइस होइन खुट्टा बस्ने ठाउँ छैन कि बल्ल बल्ल भेटाएर यहाँ आएर बसिरहेको छु यस्तो अल्छी लगाएर होइन यस्तो भिड छ रमाइलो गाइस हामी चाहिँ अब यहाँ देउरालीबाट हिँड्ने हो होइन कति धेरै मान्छे हो यहाँ त गाइस होइन म चाहिँ भार्सेमा आइपुगेँ होइन भार्सेको स्कुल चाहिँ यहीँ हो गाइस सक्ला र पुरानो मोडलको स्कुल छ कि यहाँ पुरै यहाँ त ढोस्टै रमाइलो स्कुलको के रहेछ यहाँ आज त्यही भएर आज रमाइलो रहेछ यहाँ गाइस हेर्न सक्नुहुन्छ पुरै स्कुल चाहिँ बबाल छ कि यहाँको पुरानो मोडलको होइन 78 इयर्सको पुगेको छ यो 78 इयर्सको 75 इयर्सको पुगेको छ है यो स्कुल त्यही हो गाइस अहिले बाटोमै भेटौँला हामी त बाटोमै भाइ बहिनीहरूको नाचगान हेर्नका लागि पनि आइरहनु भएको मैले देखिरहेको छु त्यसैले पनि हाम्रा केही विद्यार्थी गाइस यो भिडियो यति नै है त हेर्दै गर्नु लाइक सेयर सब्सक्राइब पनि हानिदिनु होइन त्यही हो 1K भ्युज पुऱ्याइदिनु त खै कस्तो हुने रहेछ हेरौँ है त गाइस पुग्छ कि नै आजको भिडियोमा यति नै